टक 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 भयो यो फेरि के गरे त वान्स मतलब ओए दिन्छ त के हो हेलो एन्ड नमस्ते गाइस आयो सबैजना सन्चै आरामै हुन्छ होला म नि आरामै छु अनि आज भने हामी केटाहरू सबैजना मिलेर हाम्रो भाइले देखाउन आएको थियो कि भर्याङ हानौँ भनेको भाइले देखाउन आएको थियो कस्तो भर्याङ दामी रहेछ है सबैजनालाई देखाउँछ है त हामी टक्क भर्याङ झार्दैन हा पहिले ट्राई गरेको पसिना देखाउनु चाहिँ आइरहेको होइन कलकत्ताले अब हामी भर्याङ झारिसकेपछि देखाउँछ सबैजनालाई बिस्तारै के वे बिस्तारै के त्यो ढक 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 भयो फाइनली गाइस होइन एउटा हो एउटा कन्टेन्ट लागि 1 घन्टा कुर्नु पऱ्यो बल्ल एउटा कन्टेन्ट बनाएँ म अहिले तपाईँहरूलाई देखाउँछु त अब चाहिँ हामी अझै अर्को राइडमा जाँदैछौँ होइन टक्क अनि माथि भर्याङ चढेर भइसकेपछि अब यो बाटो हिँड्नु पर्ने भयो अरे भाइले लिएर आएको क्या हामीलाई फेरि यो फेरि के गर्यो तैँले चल अब टक्क अब यो बाटो कहाँ पुग्छ जानकुराहरू छ गल्ली दौडिनु पर्यो है कडाहरू नि आइरह ल उहाँ चाहिँ एउटा हातले चढाएर एउटा हातले ब्लक गराउँदै हिँडिरहेको कि टक्क मेन रोडमा सिङ आइगयो त्यो बस्नु थियो एट ल यता मेन रोडमा निस्कियो टक्क ल त्यो हिली हान्दैन त मेन रोडको निस्केको एट ल भाइ हाम्रो भाइले फेरि खतरा कुदाउँछ नि टक्क चाल्ने होइन टक्क यत्रो घुम्दा चोकनिर आइपुग्यो के चोक गयो सबैजना कमेन्ट गर्नु है चिन्छ भने टक्क ल फेरि वान्स मोर ल त्यो गरे हो भने बिहान सक्नुहुन्छ कति पसिना अघि क्या भाव भरेको टक्क हावा भऱ्यो टक्क अब गन्तव्यमा पुग्न लाग्यो एउटा हो ओए दिन्छ त के हो अहिले देखाउँछु तपाईँहरूलाई म नि हुइली हानेर है यिनीहरूले देखायो म पनि देखाउँछु तपाईँहरूलाई हुइली अहिले के भन्नु त भाइ कस्तो फिल भइरह दामी भयो जोस आइरह बबाल आफ्नो टोलमा भए लाज लाग्थ्यो होला अरूको टोलमा भाले भएन मैले त कहाँ मिल्छ त त्यो अहिले त्यो साइकलमा हान्छु मैले उहिले केमा लालिपपहरू चाट्न ल त्यस्तो के अब यसको बिहान हामी खास हावा तालमा आएको थियौँ होइन के भन्छ अरे घुम्न भनेर के भन्छ अरे देवघाटको पुल घुम्न भनेर आएको माइजू घरतिर छिरायोले यत्तिकै बसेको हामी घुमेको बिहान टक्करले है त आइपुग्यो है ठ्याक्क आइपुग्यो टक्क अब केटा हो तिनीहरूलाई चाहिँ म नेक्स्ट अर्को के भन्छ अरे अर्को चाहिँ अहिले उता जाने बेला म देखाउँछु सब केटाहरूलाई ल
भन्दै चाहिँ म बिदा भएको है।